नमस्कार, म श्रीधर पोखरेल। आज देवघाट धामपीठका 108 स्वामी श्री रमानन्द गिरिज्यूको अग्रतामा 64 महाज्योतिर शिवलिङ्गहरूको दर्शन र पूजापाठ गर्ने सिलसिलामा श्री कुशेश्वर महादेवबाट सुरु गरी श्री रुद्रगारेश्वर महादेव र श्री पशुपतिनाथको दर्शन गरी समापन गर्ने सिलसिलामा आज 43औं स्थानमा रहनु भएको भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका सिरुटाक 1 नम्बरमा स्थित श्री सोमलिङ्गेश्वर महादेव शिवलिङ्गमा धेरै भक्तजनहरू र स्थानीयहरू समेत भई शिवलिङ्गको पूजापाठ र रुद्रपाठ गरिँदाको एक झलक। भक्तपुर सिरुटा स्थित श्री सोमलिङ्गेश्वर महादेवको मन्दिर परिसर सोमलिङ्गेश्वर महादेव भगवान सोमलिङ्गेश्वर महादेव की जय। सोमलिङ्गेश्वर महादेव की जय हो। श्री सोमलिङ्गेश्वराय त्यो सुगाइदिनु है सहस्राक्षाय दुगे अभौजे तस्स्वारो हन्तेभ्यो नमः। ॐ नमो विष्णुं त्रिगुणं नैवतामयम् उपवीतं चक्करीश्वराय नमः। यज्ञसुजातो ज्योतिखासा शर्मवरोधं भूमस्नास्ति सहस्राय नमः। उपवस्त्रं समर्पयामि। गुरुवा ये समर्पयामि। सोमलिङ्गेश्वर महादेव अथवा सहस्रनेत्रेश्वर महादेव पनि भनिन्छ। हजुर, सहस्रनेत्रेश्वर रुद्रको कार्यक्रम सम्पन्न होस्, राम्रो ओम नमः शिवाय। यो श्रीधर पोखरेल युट्युबमा बस्छ, हेर्नु होला है। यो श्रीधर पोखरेल युट्युबमा बस्छ, हेर्नलाई सही। तपाईँलाई धेरै धेरै धन्यवाद। सोमलिङ्गेश्वर महादेव हजुर प्रचार प्रसार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ल